2023 को जुन 7 मा सुधनको खाताबाट विजेश कुमार मगरको खातामा 11 लाख भुक्तानी भएको र 13 अक्टोबरमा छिरिङ छुम्बेल गुरुङले सुधनको खातामा 25 लाख रुपैयाँ जम्मा गरेको कागजातले देखाएको छ। त्यसपछि 17 अक्टोबरमा पनि सुधनको खातामा 20 लाख रुपैयाँ पैसा जम्मा भएको देखिन्छ। 20 र 25 अप्रिल 2024 मा सञ्जय सर्भिसेज सेन्टर प्रालीको नामबाट 10 लाख र 12.5 लाख रुपैयाँ जम्मा भएको छ, जसमा एउटा कारोबारको स्रोतमा ऋण फिर्ता उल्लेख छ, अर्कोमा व्यवसाय भनिएको छ। उल्लेखित विवरण केलाउँदा गेट अहेड ट्रेडिङ, एसआरएस इन्भेस्टमेन्ट र विनर लिक्विड उद्योग प्राली लगायत कम्पनीका मालिक चाङ अग्रवाल र विजय कुमार श्रेष्ठबाट गुरुङको खातामा 60 लाख रुपैयाँ जम्मा भएको देखिन्छ। कम्पनीको शेयर किन्न उपयोग भएको अनुसन्धानकारी निकायको दावी छ। लिबर्टी र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको रकमको स्रोतमा विवाद सुरु भएपछि गृहमन्त्री गुरुङले कर्जा लिएर किनेको दावी गरिरहँदा कर्जा दिने र खातामा पैसा पठाउने विजय कुमार श्रेष्ठ एउटै व्यक्ति हुन् कि होइनन् भन्ने पनि खुल्न बाँकी छ। त्यसैगरी करिब 25 लाख रुपैयाँ छिरिङ छुम्बेल गुरुङको नबिल बैंकको खाताबाट सुधनको खातामा जम्मा गरेको देखिन्छ। यो रकम सुशील कुमार श्रेष्ठ र सुरेश कुमार यादवद्वारा नगदमा जम्मा भएको छ। यी दुवै व्यक्ति सीमाभन्दा बढी कारोबार गरेर पटक पटक सरकारी अनुसन्धानको दायरामा रहेका व्यक्तिहरू हुन्। लक्ष्मी सनराइज बैंकमा पनि सुधनको खातामा रहेको र 2021 जुलाई 11 देखि 25 सेप्टेम्बर 15 सम्म 1 करोड 7 लाख रुपैयाँ जम्मा भएको छ। यसमा ठूलो कारोबार गर्ने मध्ये एकजना हुन् अञ्जल मानन्दर, जसको नामबाट उक्त खातामा करिब 40 लाख नगद जम्मा भएको देखिन्छ। बैंकिङ कारोबारका यी विवरणले सुधनको विभिन्न व्यक्तिहरूसँग ठूलो रकमको कारोबार गर्दै आएको देखिन्छ, तर त्यस्तो कारोबारको स्रोत र विस्तृत विवरणमा भने धेरै जसोमा खुलाइएको छैन। 2021 अगस्तसम्म 1 करोड 13 लाख जम्मा भएको देखिन्छ। त्यसपछि कुनै कारोबार भएको देखिँदैन। यस्तै लगुम प्रिमियम अपार्टमेन्ट प्रालीको प्रभु बैंकमा खाता रहेको देखिन्छ। यही खाताबाट कम्पनीका नाममा पारामाउन्ट मोटरबाट गाडी खरिद गरेको देखिन्छ। यो खरिद गर्दा करिब 19 लाख नगद र 24.5 लाख भन्दा बढी ऋण लिएको कान्तिपुरलाई प्राप्त कागजातमा देखिन्छ। लगुमको कारोबार 57 लाख रुपैयाँ भन्दा बढी भएको, तर खातामा जम्मा भएको रकम मध्ये 2,39,000 रुपैयाँ मात्र बुकिङ वेबसाइट र बाँकी रकम विभिन्न व्यक्तिबाट आएको अनुसन्धानकारी निकायले पत्ता लगाएका छन्। यस्तै होप होल्डिङ्स प्रालीको प्रभु बैंकमा खाता छ। डिसेम्बर 2024 देखि मे 2025 सम्म यो खातामा 1 करोड 19 लाख रुपैयाँ जम्मा भएको देखिन्छ। यो खाताबाट लगुम प्रिमियम अपार्टमेन्ट, सुधन गुरुङ र होप होल्डिङ्स बीच धेरै पटक कारोबार भएको कान्तिपुरले प्राप्त गरेको विवरणबाट